आफू फेमस कसरी हुने, कसरी आफूले अवसर लिने है, कसरी पहुँच विस्तार गर्ने, कसरी नेता बन्ने, कसरी चुनावमा सांसद हुने, त्यो देखे हेर्नुस् है। र घाइतेहरूका विषयमा अहिले पनि सिरियस घाइतेहरू अहिले पनि अस्पतालमा हुनुहुन्छ। मेरो मामाको छोरा सन्तोष बोहरा दुईटा आँखा गुमाएको मान्छे होइन, एउटा कान गुमाएको मान्छे अस्पतालमै छ है। जेएनजी लिडरहरूले खासै गएर सन्तोषलाई भेटेको, आश्वासन दिएको, सान्त्वना दिएको, हौसला बढाएको मैले पाइनँ। हेर्नुहोस् है, जेएनजीका माग पुरा गर भन्छन्, सन्तोषको पीडा बुझ्ने कोसिस उनीहरूले गरेनन्, गरिरहेका छैनन्। एक दुईजना बाहेक धेरैजनाहरू पनि परेको छ यसमा। त्यस्तै अरू पनि होलान्। म सन्तोषको अभिभावक भएको कारणले प्रत्यक्ष रूपमा को जेएनजी लिडर चुनाव चाहनेहरू को भेट्न गएनन् मैले बुझे हुनाले भनेको। अन्य अरू थुप्रै हाम्रा भाइहरू साथीहरू पनि छन्, उनीहरूलाई गएनन् त्यो थाहा छैन मलाई। जहाँसम्म लाग्छ त्यहाँ पनि गएका छैनन्। हेर्नुहोस् है, शहीद परिवारको पीडा, घाइतेको पीडा नबुझिकन म जेएनजी लिडर हुँ भन्ने चाहिँ सुहाउँदैन है। चाहे त्यो प्रधानमन्त्रीसँग एक्सिस भएको मान्छे होस्, चाहे माइतीघरको आन्दोलनकारी होस्, सरकार पक्ष होस् या आन्दोलनकारी होस्, घाइतेको पीडा महसुस गर्नु पर्यो क्या। दाँत दुखेको पीडा त दाँत दुखेकै मान्छेलाई थाहा हुन्छ होइन। यो दाँत दुखेको मान्छेले दाँत दुख्यो भन्दै गर्दा दाँत नदुखेको मान्छेले के भन्छ, लङ चबाउनुहोस् भन्ने हो क्या। बडीमा बडी भन्यो भने किरा लाएर दाँत चेक गराउनुहोस् र उकाउनुहोस् भनिदिन्छ। अब यो डाक्टर निकोलस भुसालको जुन यो अनसन छ नि, यसले चाहिँ खास अब के गर्नुपर्ने हो सरकारले? जुन सरकार बन्नुको मेन कारण जुन डाक्टर निकोलस भुसालको जुन अनसन बस्नुको कारणहरू लेखिराख्नु भएको छ होइन, सबै कुराहरू त यही बन्नुको लागि सरकार बन्या हो नि त। यो त बन्या छैन, यसैको लागि अनसन बस्नु भएको छ। यसलाई के भन्न चाहनुहुन्छ? होइन, अब यो सरकार गठन गर्दै गर्दा डाक्टर निकोलस भुसाल पनि हुनुहुन्थ्यो, मैले मिडियामा देखा हो। सरकार बनाउने बेला जेएनजीका 7वटा प्रदेशका संयोजक तोक्ने बेला होइन, यो सरकारलाई समर्थन गर्दै निकोलस भुसाल पनि त्यहाँ हुनुहुन्थ्यो। पछि यो सरकारले जेएनजीका माग पुरा गर्न सक्दैन भनेर उहाँ चाहिँ सडकमा आउनुभयो होइन। त्यो क्रममा 3 दिनदेखि अनसनमा हुनुहुन्छ होइन। आन्दोलनमा त उहाँ पनि लाग्नु भएको थियो नि त।